परमेश्वरलाई प्रार्थना गर्दै अगमवक्ता यिर्मयाले निम्न कुरा भने यो अध्याय 20 को 12 मा छ। हे सर्वशक्तिमान परमप्रभु, जसले धर्मात्माहरूको जाँच गर्नुहुन्छ, जसले हृदय र मन खोतल्नुहुन्छ, तपाईँले तिनीहरूलाई बदला लिनुभएको म हेर्न पाऊँ, जसले अगमवक्ताहरूलाई हानि पुर्याएका थिए। किनभने मैले मेरो मुद्दा तपाईँलाई नै सुम्पिदिएको छु। तपाईँको समस्याहरू प्रभुको अघि राख्नुहोस्। तपाईँको कठिनाइ पनि, चोटहरू जुन मानिसहरूले तपाईँलाई दिइरहेका छन्, यदि तपाईँ गलत हुनुहुन्छ भने माफी माग्नुहोस्। जसलाई तपाईँले गल्ती गर्नुभएको छ त्यससँग शान्ति कायम राख्नुहोस्। यदि तपाईँ गलत हुनुहुन्न भने नासरतका येशूलाई पक्रिराख्नुहोस्। उहाँले तपाईँको जीवन परिवर्तन गर्नुहुनेछ अनि तपाईँ आशिषित व्यक्ति हुनुहुनेछ। कोही एक व्यक्तिले यो गरे, आउनुहोस् यो गवाईलाई हेर्नेछौँ। तपाईँलाई के भएको थियो? यो दुखेको छ कि छैन भनेर मैले हेर्न मात्रै खोजेको थिएँ, किनकि यो धेरै दुखाइ भइरहेको थियो। र तपाईँ यहाँ आउँदाखेरि मेरो ढाड दुखाइ हरायो, किनकि मलाई धेरै दुखाइ भइरहेको थियो। यो तेस्रो पटक भयो मैले चङ्गाई पाएको। कुनै दुखाइ नभएको कारण म निको भएको। आउनुहोस् प्रार्थना गरौँ। पिता, म प्रार्थना गर्छु र मध्यस्थता गर्दछु यो व्यक्तिको लागि येशूको नाउँमा, र म सबै दुष्टलाई हटाउँदछु भन्दछु। गइहाल, टाढा गइहाल। येशूको नाउँमा प्रभुले तपाईँलाई आशिष दिउन्।